तपाईले फ्री तिब्बतसँग आबद्धताको कुरा गर्दा यो अनौठो पनि होइन। अहिलेको यो सरकारलाई तिब्बतको प्रवासमा रहेको सरकार प्रमुखले बधाई दिनुभयो र बधाईमा केही विवरणहरू सहित यसअगाडि सुशीला कार्कीलाई पनि त्यस्तो बधाई आएको थियो र नेपालको इतिहासमा सम्भवतः यी दुईटा सरकारलाई मात्रै यसरी बधाई आयो। नेपालको चीन सशंकित भइरहेको फ्री तिब्बत मुभमेन्टसँग यसको आबद्ध र सम्बद्ध भएका भनेर सार्वजनिक प्रश्न आइरहेको र अब भावी दलाइ लामा नेपालबाट घोषणा गर्ने भन्ने खालका सूचना चुइरहेको आलोकमा यो किसिमको बधाईलाई कसरी हेर्नुपर्छ? अब यसो भने बधाई त दिन सकियो हैन, अनि कसैले दिन्छ भने त्यो म्याग्नानिमिटी हामीसँग हुनुपर्छ, धन्यवाद भन्ने। तर सँगसँगै यो पनि स्पष्ट गर्नुपर्छ कि नेपालको चाहिँ एउटा वन चाइना पोलिसीप्रति सधैँ कमिटमेन्ट छ। त्यो हाम्रो रणनीतिक कुरा पनि हो, हाम्रो आफ्नो एउटा जुन इन्डिपेन्डेन्स छ त्योसँग सम्बन्धित कुरा पनि हो। त फर्काउँदाखेरि सिंहदरबारबाट जब चाहिँ यो बधाईको जवाफ पठाइन्छ त्यसबेला हामी चाहिँ यो पोलिसीप्रति चाहिँ सधैँ कटिबद्ध छौँ भन्नुपर्छ, ताकि हाम्रा साथीभाइले हाम्रो छिमेकीहरूले हामीलाई शङ्का गर्ने अवस्था नरहोस्। अब त्यो त पछिको कुरा भयो, तर दिएकैमा छैन, किनभने उनीहरूको एउटा इस्यु छ। त्यो इस्युप्रति हामीले एउटा देशका रूपमा या समाजका रूपमा हाम्रो दृष्टिकोण पनि छ। त हामीले आफ्नो देशको पनि चाहिँ हित हेर्नुपर्छ। त हामीले बस्न दिएका छौँ कतिपय शरणार्थीहरूलाई हैन, 40,000 को संख्यामा छ। हो, उनीहरूको मुभमेन्टलाई इग्नोर गरेको पनि छ। तर सँगसँगै हामीले सन् 2004 सम्म त हामीले उनीहरूका लागि के अरे सवारी चालक अनुमति पत्र पनि दिएको थियो र हामी त्यो हदसम्म चाहिँ जान सक्दैनौँ जुन हदसम्म हामी आफ्नो एउटा राष्ट्रिय पहिचानलाई कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। त त्यो कुरो हामीले भन्नुपर्छ। अहिलेको वास्तवमा भन्नुहुन्छ भने अहिलेको सरकारको सबैभन्दा कमजोर एउटा भल्नरेबिलिटी भएको एरिया कूटनीति र फरेन पोलिसी नै हो, विदेश नीति नै हो। किनभने पृष्ठभूमि छैन, अनि त्यो काम र क्षमतासँग सम्बन्धित मात्र कुरो भएन, लामो इतिहास हाम्रो छ र त्यसका बारेमा अहिलेको टिममा कसैसँग पनि चाहिँ ब्याकग्राउन्ड छैन। अब परराष्ट्र मन्त्री जो हुनुहुन्छ राम्रो मान्छे हुनुहुन्छ, उहाँले त्यो के भने ओपननेस भएको र त्यो एक्सपर्टिज लिन सक्ने र आफू पनि केही बुझ्ने मान्छे भएको हुनाले त आश्वस्त हुन सकिन्छ। तर फरेन पोलिसी हाम्रो